केटाकेटी हाम्रो बुझ्दैन, हाम्रो केटाकेटीले बुझ्दिन। माखा जलाई माखा गयो माखा। राधे राधे। के छ सन्चै हुनुहुन्छ? हामी त फेरि अब गएको जान लाग्यो। गएकोले पनि बिहान बोलायो, फेरि अहिले बोलायो। सिमहरू के बन्दिन ब्याङ्क एकाउन्टहरू बनाउनु पऱ्यो भनेर बोलायो। केटाहरू यस्तै गर्छ, ढिलो भइसक्यो। केटा कहाँ आउँदै आउँदैन, उहाँ माथि बसेर के गर्छ खै। बैंक कार्ड जेपी बैंक में जेपी बैंक माखा जलाई माखा गयो माखा। भिडियो नबनाउनु के गर्छु मलाई लाग्दैन। tomodachi kiri kiri desu ne sabu यो बनाएर स्कुलमा हुन्छ त्यो बैंक कार्ड चाहिँ बनाऊ हाम्रो बल्ल बल्ल सेन्सरले के गरेर बताइदे भन्यो मैले। कति राम्रो हुन्छ नि हैन यस्तो यस्तो के यो फुच्चिला बोलाम न केला पुरा यिनला त हरिफ सुहाउँछ जापानिज जिन जस्तै छन् नि हन्जिन कनिचिवा दोको नि आरिमास का नामा आयो त्यो सेतिको त साइ गाको एकिमास के बोल्दिरा केटाकेटीले हाम्रो ल्याङ्ग्वेज पनि बुझ्दैन नि केटाकेटीले हाम्रो बुझ्दैन हाम्रो केटाकेटीले बुझ्दिन। ओ कति सानो बच्चीले साइकल चलायो गाडी आएको साइडमा एउटा डिसिप्लिन उता पो जाने गाडी रहेछ। पो जापान त यार मान्छे त नेपाली हो नि के भयो यार के हामी के जापान भयो के हामी जापानमा आयो नेपालीको भएको त सबै गुण बिर्सिने डिसिप्लिन बस्नु पर्यो नि। त्यही भएर नेपालीमा पनि हो नि त नेपालीमा डिसिप्लिन छैन। केपी बाला हेर न त डिसिप्लिन केपी बाको त्यसको कुरा नगर राजा आउने बित्तिकै भाग्यो मासाले ओ आयो यहाँबाट गाडी कता जाने म त बिचमा पऱ्यो यार। के एकाउन्ट हाम्रो बनिसक्यो अब के अरे नम्बर मात्र आउनु बाँकी हाम्रो तिनको त भएन। भोलि ब्याङ्कमा जान्छन् र बनाउँछन् पर्सि एउटा काम सुरु भइसक्यो तिनको त यति छिटो आएको 6 दिनमा काम सुरु हुन्न कसले दिन्छ तिमीलाई काम गरेर तँ नभइकन ब्याङ्क कार्ड नभइकन पाइएन। ब्याङ्कको तँ राख्छ गर एड्रेसहरू सब राख्छ नि साथी नभएर मात्र हो बनाउन क्या जाऊ माथि तिमी हामी फेरि आज प्राइस कटमा आएको न आधी गोबीलाई कति छ हेर्नु न आधी गोबीलाई 171 रुपियाँ आधी गोबीलाई टाइट यो पनि हुन्छ यार प्राइस त्यो के हो हाल्ने कुरा हो यो तरकारीमा के छ
भान्टा 171 रुपियाँ नै भान्टा हो यो 3 टाला 300 रुपियाँ जाम सिधै टेलिकमन जाम अरू किन्ने कुरा केही पनि छैन जापानमा काम पनि पाइएन ब्याङ्क एकाउन्ट बल्ल फर्म भरेको कहिले आउने हो जापान आएर गाह्रो भयो विदेश भन्छन् विदेशमा पनि त्यस्तै हो केही छैन विदेशमा पनि महँगो मात्र हो के बोल्छु हो जापानिज त केटाहरू यार केही नलैकन मासु महँगो पऱ्यो भनेर यार यत्रो सब्जीहरू महँगो पऱ्यो भनेर केही नलैकन जानलाई औकातभन्दा धेरै बाहिर हो यार हाम्रो त जाम ए हेरेर काम छैन हामीलाई यस्तरी खोलिन्छ आफै ढोका आफै ढोका खोलिन्छ आफै हिँडिन्छ जापानको सिस्टम चाहिँ राम्रो छ महँगो चाहिँ महँगो त कुरै नगर यति महँगो हो सुपा त भन्ने मात्र सुपा अरू केही छैन क्या जापानमा नेपाली पसलमा गयो त्यस्तै लुट्छ नेपालीहरूलाई नेपालीलाई लुट्छ यति लुट्छ कुरै छोड जापानले नि कन्फ्युजै पारो यता जाम भने नि त्यस्तै छ उतै जाम भने नि त्यस्तै छ गाह्रो छ जापानमा हामी के गर्न आएको त यहाँ प्राइज हेर हिँडो धनिया होइन र होइन धनिया त्यसै धनिया भन्दा फेरि खालाउ र भोलि आएर बेउनमा भर्ना सेम त्यस्तै हो के रुममा अब के खाने त हामीले रुममा गएर उसको थियो यार मलाई आउँछ भुलेर कुन चाहिँ हिँड आउँछेको खान्जी भए पनि के खाने त त्यही अन्डा खाने बस्ने काज अन्डा खाओ सुइमासन वातासीの英語 YouTube? はい YouTube はいはいはいアップロードしてるのサブスクライブのサブスクライブはいすごい俺これフェイスブックのこれこれねこれさっきのねすごいね好きなんだね YouTube ねすごいね本格的これねこれちゃんサブスクライブおおかっこいいクールでとってもオッケーこれで多分追加されたかなsend 와요 알로ねオッケーオッケーありがとうすごいねगाइस आज चाहिँ यति नै गरौँ बाँकी कुरा भोलि पर्सितिर गर्दै गरौँला राधे सबैले लाइक शेयर सब्सक्राइब चाहिँ गरिदिनु अरू त के भन्ने र खै साथी मेरो भर्खरको ब्लग हो भनिदिउ न यसो त आएर यार नयाँ ब्लग हो बोल्न केही आउँदैन राम्रोसँग नराम्रो केही बोल्यो भने माफ गरिदिनु होला होइन सपोर्ट गरिदिनु होला साथ सपोर्ट गरिदिनु होला लाइक शेयर कमेन्ट सब्सक्राइब सब गरिदिनु होला छिटो मोनेटाइज गरौँ अरू चाहिँ त्यस्तै हो अनि त्यो त सक्दैन बे साथी त्यो त सक्दैन है मैले त्यो चाहिँ गर्न सकिन्न अरू चाहिँ गर्न सबै सकिन्छ जापानको के गतिविधि छ त्यो चाहिँ सब हाल्दै गरौँला आजलाई यति हस्त गुड नाइट राधे